7 बजेको समाचारमा स्वागत छ। म अच्युत अरियाल। सुरुमा प्रमुख समाचार। काका बिस्कुट ल्याउनु न, चासो ल्याइसक्यो। पार्टी नेकपासँग नेपाल सरकारले गरेको सहमति दाइ चा पोक्दिनु पनि। ल यार बढत भएछ नि त, तर चिन्ता नलिउ न, म तिमीलाई अर्को मगाइदिइहाल्छु नि। नयाँ हो दाइ? ए यो यार अस्ति अस्ट्रेलियाबाट लिएर आएको। कस्तो छ भाइ? दामी छ दाइ। दामी छ है काका, अर्को नि च्याल्याइदिनु न। अनि बिस्कुट नबिर्सी है। अनि क्याक्स एक बोतल थरा पनि लिएर आऊ है। के छ अनि सन्चै छौ? ठिक छ दाइ। गृहमन्त्री बालकृष्ण खाँडले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपासँग नेपाल के छ सहमति कार्यान्वयनका लागि काका मेरो चिया अघिल्लो सरकारसँग भएको सहमति बिस्कुट पनि है। बढ्ने भन्ने विषयमा हिजो गृहमन्त्री बालकृष्ण खाँडले कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडु, सचिव उदयराज सापकोटा, महान्यायाधिवक्ता खम्ब बहादुर खाती र गृह सचिव टेक नारायण पाण्डेसँग छलफल गर्नु भएको हो। छलफलमा विगतका सहमति कार्यान्वयनका लागि भएका काम तथा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको गृह मन्त्रालयले जनाएको छ। सहमति कार्यान्वयनका लागि अहिलेसम्म आफूले बिस्कुट फेरि बिर्सिनु भएछ। गरेका कुराकानी र काम कारबाही बारे जानकारी दिनुभयो। सरकार र नेपाल कम्युनिस्ट पार्टी बीच 2077 फागुन 20 गते नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताको रिहाई र सम्पूर्ण मुद्दा खारेज गर्ने लगायतका 3 बुँदे सहमति भएको थियो। सरकारले सुनसरीको पोखराहा नरसिंह गाउँपालिकाका मोहम्मद हकिम साहबको जिल्ला प्रहरी कार्यालय सुनसरीको बन्दी गृहमा भएको मृत्यु प्रकरणबारे सत्य तथ्य बाहिर ल्याउने प्रतिबद्धता जनाएको छ। गृह मन्त्रालयमा हिजो मुस्लिम समुदाय तिमी नि खाने गरे के जस्तो संस्थाका प्रतिनिधिको ज्ञापन पत्र यस्तो जाडो नखाए तिमी कहिले खान्छौ? झन् तातो हुन्छ, झन् सरी तातो बनाउनु छैन यार। सरकारको पहिलो तातो त चाले नि भइहाल्छ नि दाइ। स्थानीयले विश्वास गर्ने त्यस्तो तातो भने होइन कि समितिका सदस्यलाई तिम्रो शरीर अलिकति रनक्कको हुने, थनक्क हुने खालको भने कि सामाजिक सद्भाव है दाइ। सत्य तथ्य बाहिर ल्याउन सरकार र आफू संवेदनशील रहेको बताउनु। सबै नागरिक आफ्नो धर्म काका बिस्कुट के स्वतन्त्र रहेको उल्लेख गर्नुहुँदै गृहमन्त्री खाँडले सरकारको पहिलो दायित्व नागरिकको जीवन रक्षा भएकोमा आफू प्रतिबद्ध रहेको एउटा कोला हेर्छु ज्ञापन पत्रमा सहायक यहाँ रह्यो। अधिकारीको संयोजकत्वमा गठित छानबिन समितिलाई भङ्ग गरी उच्च अदालतका न्यायाधीशको संयोजकत्वमा मानव अधिकार कर्मी सहितका विज्ञ टोली गठन गर्न माग गरिएको छ। दाइ नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ अस्ट्रेलियन सुइङ खान्छु? दिनु न दाइ। अस्ट्रेलियन सुइङ खान्छु खाँदैनौ? नखाने दाइ। राजनीतिक उपलब्धि हुन्छ यस्तो टोपी लाउने हो तिमीले? आज रेडियो नेपालको अन्तर्संवाद ल कार्यक्रममा दिनु न दाइ। पकाउन चुनाउन दिन्छु। सहभागी सत्ता गठबन्धन दलले लोकतन्त्रको रक्षा र प्राप्त राजनीतिक यहाँ रे। उपलब्धिलाई संस्थागत यहाँ रूपमा चाहिँ संरक्षण छ? गर्ने प्रयास यहाँ रे। गरिरहेको बताउनुभयो। पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेता खनालले नेकपा एमालेले संसदमा टोपी दिनु न है दाइ। संसदीय मूल्य मान्यता मिचेको यो खान्छु? आरोप समेत लगाउनु भयो। रक्षा मन्त्री डाक्टर मेनेन्द्र रिजालले सैनिक मुख्यालय जङ्गी अड्डाको हिजो निरीक्षण ल बाउ गर्नुभएको म छ। चाहिँ निस्किन्छु है। कता जाने दाइ? रघुराम शर्माले आज केटाहरूसँग बाइक टुर छ यार। स्वागत गर्नुहुँदै नेपाली सेनालाई सरकार अनि खाएर चलाइदिनु दाइ। सक्दिनँ नि चलाउन त खाएर म उडाउने हो क्या भाइ अब। ट्याक्स आजको नि खतमै है। ल भाइ उड्दैको म।
सडक अझै पूर्ण रूपले सञ्चालनमा आउन सकेको छैन। सडक नै ठप्प हुँदा तत्काल एकतर्फको अवरोध हटाएर चालु गरिएकामा छिट्टै दुवैतर्फबाट चालु गरिने गरी निर्माण भइरहेको सडक विभागले जनाएको छ। सडक अवरुद्ध हुँदा त्यहाँको जनजीवन नै प्रभावित हुने भएकाले एकातर्फी खुलाउनु पहिलो प्राथमिकता हुने विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले बताउनु भयो। अहिले एकातर्फबाट मात्रै सञ्चालनमा सडकमा स्पेसिफिक काम गर्नुपर्ने भएकाले त्यो काम ठेक्का लगाएर सम्बन्धित डिभिजन सडक कार्यालयले